आज हामी बनाउँदैछौँ स्पेसल चिकन विङ्स र ललिपप पनि भन्न सकिन्छ, ड्रम्स अफ प्यान पनि भन्न सकिन्छ। सो दुई तीन तरिकाले हजुरहरूलाई बनाएर देखाउनेछौँ, जुन होटल रेस्टुरेन्ट स्ट्रिट फुडमा एकदमै स्पेसल छ र धेरै साथीहरूलाई यो मन पर्छ र धेरै समयबाट धेरै साथीहरूले यसको रेसिपी कसरी बनाउने सुरुदेखि एन्डसम्म भन्नुहोस् भनेर मलाई कलहरू पनि आएको थियो, म्यासेजहरू पनि आएको थियो र तसर्थ त्यही चिजलाई लिएर आज हामी बनाउँदैछौँ। हेलो एभ्रिवान, नमस्कार एन्ड वेलकम ब्याक टु फुड एन्ड कल्चर नेपाल। यहाँहरूलाई फुड एन्ड कल्चर नेपालमा पुनः स्वागत छ। हामीले लिएका छौँ चिकन्सको विङ्स लिएका छौँ र विङ्सलाई हेर्न सक्नुहुन्छ कसरी मजाले यसलाई तोड्नुपर्छ, यसलाई बनाउनुपर्छ। सो स्टेप बाई स्टेप गरेर हजुरलाई हामी देखाउँदैछौँ। सो हजुरले पनि कृपया भिडियोलाई स्किप नगरिकन अन्तक हेरेर यो ट्राई गर्न नभुल्नुहोला। सो विङ्स चाहिँ बेसिकली हेर्न सक्नुहुन्छ यसरी विङ्स छ। सो उनलाई बिचबाट यसरी भाँच्नुपर्छ र भाँचेपछि यसको जुन बोन छ, सानो खालको सेकेन्ड ह्यान्ड साइडमा अर्को बोन छ, त्यसलाई तोड्नुपर्छ र यसको साइडको पार्ट चाहिँ काटेर निकालिसकेपछि त्यसपछि यसलाई 1/2 गरेर एउटा विङ्सबाट दुईटा ललिपप चाहिँ बन्ने गर्छ, जुन हामी यसलाई बनाएर हजुरलाई म्यारिनेट गरेर देखाउँदैछौँ। त्यसपछि अर्को ओरिएन्टल चिकन विङ्स पनि हजुरलाई बनाएर देखाउनेछौँ। एकदम सिम्पल इजी तरिकाले, सजिलो तरिकाले यो स्न्याक्स बनाएर घरमै ट्राई गर्न सकिन्छ र एकदमै खानलाई पनि एकदमै अमेजिङ हुन्छ। सो यसरी काटिसकेपछि यसलाई चाहिँ मजाले फोल्डेड गर्नुपर्छ र फोल्डेड गरेपछि यो यस्तो खालको देखिन्छ। त्यसपछि यसलाई म्यारिनेट गर्नको लागि एउटा बल लिएको छौँ। बलमा चाहिँ जति पनि चिकन विङ्स हामीले जुन पनि ललिपप फोल्डेड गरेर राखेको छ त्यो सबै राख्दैछौँ र त्यसपछि यसलाई 1/1 गरेर सबै इन्ग्रेडियन्ट राख्नेछौँ। सो कृपया भिडियोलाई चाहिँ स्किप नगर्नुहोस् है। सो यसरी फर्स्टमा हामी राखेका छौँ, यसमा एग फिटेर राखेका छौँ। त्यसपछि यसमा राखेका छौँ हामी ब्रोथ पाउडर। त्यसपछि यसमा राखेका छौँ सल्ट, स्वाद अनुसारले, सल्ट चाहिँ स्वाद अनुसार राख्नुहोला। त्यसपछि यसमा राखेका छौँ व्हाइट पेपर थोरै मात्रामा र त्यसपछि थोरै कलरको लागि हामीले राखेका छौँ कश्मिरी मिर्च। यो चाहिँ अप्सनल छ। यसमा चाहिँ धेरै सेफहरूको क्वेसन पनि आउन सक्छ कश्मिरी मिर्च किन राखेको भनेर, तर अलिकति कलरको लागि यसमा हामी कुनै पनि कलर चाहिँ युज गर्दैनौँ, त्यस कारणले गर्दाखेरि यो राखेका छौँ। त्यसपछि यसमा जिन्जर गार्लिक चप गरेर यसलाई मजाले थाई मसाज गर्दैछौँ। सो जति मसाज गऱ्यो यो चाहिँ भित्रसम्म जुसी हुन्छ, फ्लेभरफुल हुन्छ। त्यसपछि यसलाई हामी करिब हाफ एन आवर चाहिँ त्यसलाई हामी रेस्ट दिन्छौँ। सो रेस्ट दिइसकेपछि यो एकदमै राम्रो हुन्छ। त्यसपछि यसमा चाहिँ हामी माथिबाट फर्स्टमा मैदा, त्यसपछि कर्नफ्लोर राख्दैछौँ र थोरै यसमा वाटर एड गरेर यसलाई मजाले हामी म्यारिनेट गर्नेछौँ। सो म्यारिनेट गरेपछि अगेन हामीले हाफ एन आवर अझै राख्नुपर्ने हुन्छ, यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। यसरी मिक्स गरेर बनाउँदाखेरि यो एकदमै यम्मी हुने गर्छ। यसमा वाटर राख्दाखेरि धेरै पानी नराख्नु होला, एकदमै त्यो बेटर चाहिँ एकदमै पातलो हुनसक्छ र फ्राई गर्दाखेरि एकदमै छुट्टिन सक्छ। त्यस कारणले गर्दा थोरै मात्रामा राखेर मजाले यसलाई बेटर जस्तो बनाएर सो केही बेर चाहिँ यसलाई अब म्यारिनेट गरेपछि यसलाई हाफ एन आवर जति रेस्ट दिनुपर्ने हुन्छ। त्यसपछि यसलाई हामी मजाले यसलाई फ्राई गर्छौँ। सो हजुरले यसलाई बनाएर एक दुई दिनलाई पनि राख्न सक्नुहुन्छ, झन् जुसी एकदमै अमेजिङ हुने गर्छ। त्यसपछि हामीले लिएका छौँ एउटा वक लिएका छौँ र वकमा तेललाई हिट गर्दैछौँ। सो जति पनि फ्राइङ गर्दाखेरि हजुरले चाहिँ फ्रेस ओइल लिनु होला भनेर भन्न चाहन्छु। लगभग ओइल चाहिँ हिट भइसक्न लागेको छ र यसमा 1/1 गरेर यसमा हामी फ्राइङ गर्दैछौँ र एकदम गोल्डन कलरमा यो फ्राइङ भइसकेपछि यसलाई हामी डाइरेक्ट सर्भ पनि गर्न सक्छौँ र टस गरेर पनि सर्भ गर्न सक्छौँ। हेर्न सक्नुहुन्छ तेल चाहिँ यत्तिको हिट भएको हुनुपर्ने हुन्छ र फ्राइङ गर्दाखेरि कुनै खालको चिप्किनु भएन, यसभित्र तेल पस्नु भएन। त्यस कारणले गर्दाखेरि तेल चाहिँ एउटा मिडियम टेम्परेचरमा हिट भएको चाहिँ हुनुपर्ने हुन्छ। सो आजको रेसिपी चाहिँ एकदमै
वाला बन्दैछ। सो हजुरहरूले पनि यसलाई बनाएर घरमा ट्राई गर्न नभुल्नुहोला। आजकल त बच्चा बच्चीहरूले पनि यसलाई एकदमै मन पराउने गर्छन् र प्रायःजसो स्ट्रिटमा रेस्टुरेन्टहरूमा धेरै मात्रामा ललिपप ड्रम्स अफ हेभन यो बन्ने गर्छ। सो यो जुन ललिपप छ यसलाई चाहिँ हामी डिफ्रेन्ट खालको ससको साथमा सर्भ गर्नेछौँ भनेपछि अर्को जुन चिकन विङ्स बनाउँदैछौँ त्यो चाहिँ हामी टस गरेर बनाउँदैछौँ र यो ललिपप चाहिँ अलिकति भित्रसम्म कुक भएको हुँदैन। त्यसपछि एकपटक फ्राइङ गरिसकेपछि यसलाई निकालेर केही बेर रेस्ट दिइसकेपछि फेरि डबल फ्राइङ गर्नुपर्ने हुन्छ र भित्रसम्म प्रोपर तरिकाले पाक्छ। सो ललिपप चाहिँ एकदमै रेडी भइसकेको छ, हेर्न सक्नुहुन्छ गोल्डन कलर आएको छ। हजुरले कुनै पनि प्लेटमा यसलाई सर्भ गर्न सक्नुहुन्छ। मैले चाहिँ एउटा सिम्पल सानो प्लेट लिएको छु र यसमा डिफ्रेन्ट खालको गार्निस राखेको साइडमा। सो यसरी हजुरले प्लेटिङ गरेर मजाले सर्भ गर्न सक्नुहुन्छ। त्यसपछि हामी बनाउँछौँ चिकन विङ्स। सो चिकन विङ्सलाई चाहिँ 1/2 कटिङ गरेर मजाले हजुरहरूले बनाएर ट्राई गर्न सक्नुहुन्छ। चिकन विङ्सको लागि पनि हामीले अर्को प्लेटिङ रेडी गर्दैछौँ। हजुरले कुनै पनि प्लेटमा सर्भ गर्न सक्नुहुन्छ। एज देख्नलाई लुक वाइज एकदमै राम्रो हुनु पर्यो। चिकन विङ्स लगभग फ्राइङ भइसकेको छ। त्यसपछि एउटा फ्राई प्यानमा हामीले ओइल लिएका छौँ। ओइलमा थोरै जिन्जर गार्लिक राखेका छौँ र जिन्जर गार्लिकलाई अलिकति ब्राउन गरिसकेपछि अरू इन्ग्रेडियन्ट यसमा एड गर्दैछौँ। आजको रेसिपी चाहिँ एकदमै अगेन वे वाला बन्नेवाला छ है। सो हजुरले पनि यसरी बनाएर ट्राई गर्न नभुल्न भनेर भन्न चाहन्छु। सम्पूर्ण साथीहरूलाई जिन्जर गार्लिक पनि अलिकति ब्राउन हुन लागिरहेको छ। विङ्स चाहिँ फ्राई हुँदैछ र जिन्जर गार्लिकमा अब चाहिँ हामी अरू इन्ग्रेडियन्ट एड गर्छौँ। यसमा रेड येलो पेपर राखेका छौँ, ग्रिन पेपर, ओनियन राखेका छौँ र त्यसमाथिबाट अब हामी सल्ट, पेपर, सिजनिङहरू, थोरै टमेटो केचप, थोरै चिल्ली पेस्ट जुन सिजवान सस छ त्यो राख्दैछौँ र थोरै यसमा हामी स्टोक वाटर पनि एड गर्दैछौँ र अगेन यो चिकन विङ्स पनि खानलाई एकदमै राम्रो हुन्छ। सो हजुरहरूले चाहिँ यसलाई बनाउँदाखेरि यसरी बनाएर पनि ट्राई गर्न सक्नुहुन्छ। सो विङ्स चाहिँ लगभग अब फ्राई भइसक्न लागेको छ र यसमा अब हामी विङ्स हालेर टस गर्दैछौँ र यस्तै खालको रेसिपी पनि हजुरहरूले बनाएर ट्राई गर्न नभुल्न भनेर भन्न चाहन्छु। हामी फुडका कुरा गर्छौँ, हामी कल्चरका कुरा गर्छौँ र डिफ्रेन्ट लोकेसनलाई पनि साथसाथमा हामी प्रमोटको लागि लागिरहेका छौँ। हेर्न सक्नुहुन्छ चिकन विङ्स चाहिँ मजाले 1/2 काटेर हजुरले यसरी सेम जुन पहिलाको हाम्रो ललिपप म्यारिनेसन थियो सेम त्यही स्टाइलमा हजुरले म्यारिनेट गरेर यसरी बनाएर त्यसपछि यो ससमा चाहिँ टस गरेर खान सक्नुहुन्छ। एकदमै अमेजिङ हुन्छ। हाम्रो भिडियो कस्तो लाग्यो कृपया हामीलाई सुझाव सल्लाह दिन नभुल्नुहोला। साथसाथै हाम्रो च्यानललाई सब्सक्राइब गरेर हामीलाई सपोर्ट गर्नुहोला भनेर भन्न चाहन्छु। सम्पूर्ण मित्रहरूलाई हामी फुडका कुरा गर्छौँ, हामी कल्चरका कुरा गर्छौँ, हामी डिफ्रेन्ट रेसिपीका कुरा गर्छौँ र यदि हजुरहरूलाई कुनै पनि रेसिपीको जिज्ञासा भयो भने हजुरहरूले तलको कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला भनेर भन्न चाहन्छु र डिफ्रेन्ट खालको रेसिपीको लागि पनि हामीलाई क्वाइरी गर्न सक्नुहुन्छ, सजेसन गर्न सक्नुहुन्छ भनेर भन्न चाहन्छु। सो चिकन विङ्सको प्लेटिङ हेर्न सक्नुहुन्छ एकदमै गोल्डन कलरमा यसरी हामी प्लेटिङ गरेर सर्भ गर्दैछौँ। सो हजुरहरूले पनि ट्राई गर्नुहोला र डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल फर दी मोर भिडियो एन्ड मोर डिटेल। थ्याङ्क यू सो मच, थ्याङ्क यू फर वाचिङ एन्ड सी यू इन द नेक्स्ट भिडियो। हामी पक्कै पनि अर्को भिडियोमा फेरि पुनः भेट हुनेछौँ र अझै पनि डिफ्रेन्ट खालको रेसिपी, डिफ्रेन्ट खालको कल्चर, फुडलाई लिएर पनि हामी उपस्थित हुनेछौँ। तबसम्मको लागि यहाँहरूसम्म बिदा चाहन्छौँ। थ्याङ्क यू सो मच वन्स अगेन वे एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब आवर च्यानल फर दी मोर भिडियो एन्ड मोर डिटेल। थ्याङ्क यू सो मच, टाटा, बाई बाई।